यहाँहरू सम्पूर्णमा न्यानो अभिवादन सहित हार्दिक स्वागत छ पिएलआर एजुकेसनमा। शिक्षा सम्बन्धी यस्तै भिडियोहरू राख्ने क्रमलाई निरन्तरता दिँदै आज कक्षा 9 को पाठ 1 मेघ बिजुली विवाहको अभ्यास खण्ड लिएर उपस्थित भएकी छु। यस भिडियोलाई अन्त्यसम्म हेरेर मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। साथै पिएलआर एजुकेसनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। पाठ 1 मेघ बिजुली विवाह कवि भरतराज पन्तद्वारा लेखिएको कविता हो। कवि भरतराज पन्तको जन्म विक्रम सम्वत 1986 साल असार 30 गते काठमाडौँमा भएको थियो। उनी मणिदत्त पन्त र ललिता देवीका छोरा थिए। जीवनमा विभिन्न कष्ट भोग्दै आफ्नो कलम चलाउने यात्रा अगाडि बढाइरहेका पन्तको 2065 साल वैशाख 18 गते देहावसान भयो। कवि भरतराज पन्त परिष्कारवादी धारामा कलम चलाउने कवि हुन्। उनका कवितामा प्रेम, मानवता र हार्दिकता भेटिन्छ। शिखरिणी छन्दमा लेखिएको मेघ बिजुली विवाह कवितामा प्रकृतिलाई मानवीकरण गरिएको छ। अब लागौं अभ्यासतिर। शब्द भण्डार। प्रश्न नम्बर 1 दिएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्। क विवाह, व्रतबन्ध आदि शुभ कार्य गर्न जुरेको योग। लगन, दुलही, बेहुली। नओइलाउने एक प्रकारको फूल। मखमली, असोज र कार्तिक महिनामा पर्ने ऋतु। शरद। प्रश्न नम्बर 2 दिएका शब्द र विपरीत अर्थबीच जोडा मिलाउनुहोस्। रुचि, अरुचि। आए, व्यय। तरल, ठोस। सक्रिय, निष्क्रिय। सबल, दुर्बल। स्थूल, सूक्ष्म। प्रश्न नम्बर 3 दिएका समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्। खाली, रित्तो। खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस्। खाली, पटक पटक। मलाई आमाले खाली पढ मात्र भन्नुहुन्छ। फूल, अण्डा। हाम्रो घरको कुखुराले 15 वटा फूल पारेको छ। फूल, पुष्प। आज डालीभरि फूल लिएर म पूजा गर्न मन्दिर गएँ। शव, लास। हिन्दू धर्मावलम्बीहरूले शव चितामा जलाउँछन्। शव, सबै। श्री पञ्चमीको दिन हामी सबजना विद्यालयमा उपस्थित भएका थियौँ। यश, कीर्ति, इज्जत। मानिस भई जन्मेपछि संसारभरि यश फैलाउने काम गर्नुपर्छ। यश, सर्वनाम। मलाई यसका कुरा सुनेर अचम्म लाग्छ। शीत, पानीको थोपा। बिहान उठ्दा शीतका कारण आँगन सबै भिजेको थियो। शीत, सँग। अब आउने दशैँमा म आमासित मामा घर जाने हो। बोध र अभिव्यक्ति।
प्रश्न नम्बर 1 दिएका शब्दको कवितामा लयका निम्ति गरिने उच्चारण र स्वतन्त्र रूपमा हुने उच्चारणमा भिन्नता सुनाउनुहोस्। गगन गगन, लगन लगन, झिमझिम झिमझिम, दल दल, उपर उपर, गजब गजब, मेघ मेघ, चमचम चमचम, पटल पटल। प्रश्न नम्बर 3 दिएका प्रश्नको उत्तर भन्नुहोस्। प्रश्न क मेघ बिजुली विवाह कवितामा कतिवटा श्लोक छन्? मेघ बिजुली विवाह कवितामा 6 वटा श्लोक छन्। प्रश्न ख कविताका हरेक श्लोकमा कतिवटा पंक्ति छन्? कविताका हरेक श्लोकमा 4-4 वटा पंक्ति छन्। प्रश्न ग कविताको कुन श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ? कविताको 5औं श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ। प्रश्न घ कविताको तेस्रो श्लोकमा प्रकृतिका कुन कुन वस्तुलाई तन्ना र पगरीसँग तुलना गरिएको छ? कविताको तेस्रो श्लोकमा पृथ्वीलाई तन्ना र हिमचुलीलाई पगरीसँग तुलना गरिएको छ। प्रश्न नम्बर 4 दिएको कवितांश पढी सोधिएका प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस्। प्रश्न क रातका जुनकिरी भन्नाले विवाहका सन्दर्भमा कुन कुरा बुझिन्छ? उत्तर विवाहका सन्दर्भमा रातका जुनकिरी भन्नाले बेहुलीले लगाएको टल टल टल्कने सितारा जडेको घुम्टो भन्ने बुझिन्छ। ख कवितामा इन्द्रेणीलाई कुन रूपमा चिनाइएको छ? कवितामा इन्द्रेणीलाई बहुरङ्गी फिरीफिरीको रूपमा चिनाइएको छ। प्रश्न ग विवाहमा दुलैको रातो पछ्यौरीको काम केले गरेको छ? विवाहमा दुलैको रातो पछ्यौरीको काम पश्चिम पहाडमा परेको रवि अर्थात् सूर्यको किरणले गरेको छ। प्रश्न घ तम पटल र नील कवरीले के कुरा बुझाएका छन्? तम पटलले कालो अन्धकार वा अज्ञानले ढाकेको र नील कवरीले कपालको चुल्ठो भन्ने कुरा बुझाएका छन्। प्रश्न नम्बर 5 दिएका प्रश्नको उत्तर लेख्नुहोस्। मेघ बिजुली विवाहको मण्डप र चौधुवाको काम केले गरेका छन्? मेघ बिजुली विवाहमा हावाले हल्लाएको हरियो सबै वनले मण्डपको काम गरेको छ। श्रृङ्खलाबद्ध रूपमा रहेका सुन्दर पहाडहरूले केराको थाम र चौधुवाको काम गरेका छन्। प्रश्न ख कविताको 5औं श्लोकमा के कुरा व्यक्त गरिएको छ? कविताको 5औं श्लोकमा रुखमा कराइरहेका चराचुरुङ्गीको आवाज दुलैको पाउमा छमछम गरेको कल्ली भएको कुरा व्यक्त गरिएको छ। झिलिक झिलिक गर्दै हराउँदै गरेको बिजुलीले नयाँ दुलैले पर्दामा लुकेर लजाउँदै हेर्दै गरेको कुरा व्यक्त गरिएको छ। प्रश्न ग विवाह मण्डपमा कस्ता कार्य गरिन्छन्? कविताका आधारमा लेख्नुहोस्। धर्म संस्कार अनुसार विवाह गर्ने आफ्नै चलन हुन्छ। विवाह मण्डपमा केराका थाम राखी चौधुवा टाँगेर सजी सजाउ गरिन्छ। पुरोहितले मन्त्र उच्चारण गर्छन्। दुलहा शिरमा रातो फेटा बेरेर र दुलै विभिन्न वस्त्र अलङ्कार पहिरिएर दोसल्ला ओढी लजाउँदै विवाह मण्डपमा बस्छन्। जन्तीहरू वरिपरि बसेर रमाइलो गर्छन्।
प्रश्न घ कवितामा नेपालको प्रकृतिको वर्णन कसरी गरिएको छ? मेघ बिजुली विवाह कवितामा नेपालको प्रकृतिको अनुपम सौन्दर्यको वर्णन गरिएको छ। असार महिनामा पर्ने पानीले बाँसका झाङहरूबाट झ्यालीको सङ्गीतमय आवाज उत्पन्न हुन्छ। हावाले हल्लिएका हरिया वन मण्डप र श्रृङ्खलाबद्ध रूपमा रहेका हरिया पहाडहरू केराका थाम बन्छन्। पृथ्वी तन्ना र मखमली गलैँचाको प्रतीक हो। हिमचुली बेहुलाको शिरको पगरी हो। आकाशमा उडेका बकुल्लाका ताती जन्तीका प्रतीक हुन्। वर्षामा देखिने इन्द्रेणी दुलैले पहिरने रङ्गीन लुगा हो भने चराका चिरबिर आवाज पाउका कल्ली हुन्। सूर्यास्तको समयमा पहाडमाथि देखिने रातो घाम दुलैले उड्ने खास्टो हो। यसरी प्रकृति प्रेमी कवि भरतराज पन्तले नेपालको प्रकृतिको अनुपम सौन्दर्यको वर्णन गरेका छन्। प्रश्न नम्बर 6 दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। विद्यार्थी भाइ बहिनीहरू, हाम्रो पाठ्यपुस्तकको अभ्यास 6 मा चाहिँ अनुच्छेद दिएको छ। आशीर्वादका अनन्त फूल कहाँ फक्रिन्छन्? आशीर्वादका अनन्त फूल आमाको एउटै काखमा फक्रिन्छन्। अन्तरिक्ष यात्रीले कविका बारेमा कस्तो अभिव्यक्ति दिएका छन्? अन्तरिक्षबाट देखिने विचित्र रङ र आभाको वर्णन आफूले गर्न नसक्ने र त्यसको वर्णन गर्न कवि नै चाहिन्छ भनेर अन्तरिक्ष यात्रीले कविका बारेमा वर्णन गरेका छन्। प्रश्न ई सृष्टिको विचित्रतामा केमा मुखरित हुन्छ? सृष्टिको विचित्रता कविको वाणीमा मुखरित हुन्छ। प्रश्न ई कवि स्रष्टा हो ऊ सृष्टि गर्छ भन्नुको आशय के होला? कवि स्रष्टा हो ऊ सृष्टि गर्छ भन्नुको आशय अरूले 100 पंक्तिमा लेख्दा पनि व्यक्त गर्न नसकिने कुरा कविले एक पंक्तिमा राम्ररी भन्न सक्छ भन्नु हो। प्रश्न नम्बर 6 को ख भाषा संरचना पहिचान गर्नुहोस्। अन्तरिक्ष र विचित्र शब्दको अर्थ शब्दकोशबाट पहिचान गरी लेख्नुहोस्। अन्तरिक्ष पृथ्वी तथा ग्रह नक्षत्र आकाश। विचित्र अनौठो सामान्यभन्दा परको सुन्दर आदि। अनुच्छेदको अन्तिम वाक्यबाट 2 वटा नाम शब्द पहिचान गरी लेख्नुहोस्। अन्तिम वाक्यमा भएका 2 वटा नाम शब्द कवि र कवित्व। एकै धर्के प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ। वाक्यमा प्रयोग भएका विशेषण शब्द पहिचान गर्नुहोस्। उक्त वाक्यमा प्रयोग भएका विशेषण शब्द एकै, प्रिय, सम्पूर्ण। अनुच्छेदबाट शब्दको सुरु र बीचमा ह्रस्व उकार लागेका 2 वटा शब्द पहिचान गर्नुहोस्। सुरुमा ह्रस्व उकार लागेका शब्द कुरा, मुस्कान। बीचमा ह्रस्व उकार लागेका शब्द कुहु कुहु, अतुलनीय। कविताको पहिलो र दोस्रो श्लोकलाई गद्यमा रूपान्तरण गर्नुहोस्। पहिलो श्लोकलाई गद्यमा रूपान्तरण गर्दा आकाशमा मेघ र बिजुली बीच असारको शुभ लगनमा विवाह हुँदैछ। बाँसका झाङहरूमा झिमझिम गरी झ्याली बजेका छन्। हरियो पहाड दोसल्ला उडेर बसेको पुरोहित बनेको छ। दोस्रो श्लोक मयूरका मिठा आवाज धर्म पद्धति अनुसारको वेदका मन्त्र बनेको छ। पहाडका चुचुरा मण्डपको केराको थाम बनेको छ भने हावाले हल्लाएको हरियो वन चँदुवा जस्तो देखिएको छ।
प्रश्न नम्बर 8 व्याख्या गर्नुहोस्। प्रस्तुत पद्यांश हाम्रो कक्षा 9 को नेपाली पाठ्यपुस्तकभित्रको मेघ बिजुली विवाह शीर्षकको कविताबाट साभार गरिएको हो। यो कविता परिष्कारवादी धारामा कलम चलाउने कवि भरतराज पन्त 1986 देखि 2065 द्वारा शिखरिणी छन्दमा लेखिएको हो। यो कविता प्रकृतिलाई मानवीकरण गर्दै नेपालको प्राकृतिक सौन्दर्यतालाई वर्णन गरिएको छ। प्रस्तुत हरफमा कविले मेघ र बिजुलीको विवाह मानवीकरणका साथ अन्य विभिन्न रूपहरूलाई प्रस्तुत गरेका छन्। यहाँ कविले वैदिक विधि अनुसार विवाह गराउने सन्दर्भमा हरियो चौरलाई जन्तीलाई स्वागतका लागि बिछ्याउने मखमली गलैँचाको प्रतीकको रूपमा वर्णन गरेका छन्। वरिपरिका मनमोहक हिउँ चुलीहरू विवाहमा दुलाले शिरमा गुत्ने पगरीको रूपमा वर्णन गरेका छन्। यसरी माथिको पद्यांशमा कविले वैदिक विधिद्वारा मेघ र बिजुलीको विवाह सम्पन्न गराउने क्रममा प्रकृतिका विभिन्न स्वरूपहरूलाई विवाहमा हुने गतिविधिका रूपमा वर्णन गरेर कवितालाई रोचक बनाएका छन्। प्रश्न नम्बर 9 मेघ बिजुली विवाह कविताको मूल भाव लेख्नुहोस्। कवि भरतराज पन्त 1986-2065 द्वारा लिखित मेघ बिजुली विवाह प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धरतीलाई सजाउनु पर्ने सन्देश दिएका छन्। परिष्कारवादी धारामा कलम चलाउने कविले मेघ बिजुली विवाह कवितामा मेघ बादललाई दुलहा र बिजुलीलाई दुलहीको कल्पना गरी यी दुईका बीचमा वैदिक विधि अनुसार विवाह भएको वर्णन गरेका छन्। प्रकृति वर्णनसँग सम्बन्धित रहेर पृथ्वीका लागि वर्षा ऋतुको महत्त्व दर्शाइएको छ। वर्षाबाट सम्पूर्ण धरती नै उर्वरा हुने र उर्वरा धरतीबाट सकल प्राणीहरूलाई बाँच्नका लागि अन्न प्राप्त हुने प्राकृतिक यथार्थलाई प्रस्तुत गरेका छन्। कविले कवितामा प्रकृतिका विभिन्न वस्तु वा दृश्यलाई वैदिक विधि अनुसार विवाह सम्पन्न गर्ने क्रममा आवश्यक भूमिकामा प्रस्तुत गरेका छन्। कविले पृथ्वीलाई तन्ना, हरिया चौरलाई मखमली गलैँचा, हरियो पहाडलाई पण्डित, हिम चुलीलाई दुलहाको पगरी, मयूरको बोलीलाई वेदका मन्त्र, पानी पर्दा बाँसका झाङहरूबाट आउने मधुर झिमझिम आवाजलाई झ्यालीको सङ्गीतमय आवाज, हावाले हल्लिएको वनलाई विवाह मण्डप, पहाडका चुचुरालाई केराका थाम तथा चौका चँदुवाका रूपमा प्रस्तुत गरेका छन्। कविले आकाशमा उडेका बकुलाका तातीलाई रसिक जन्तीको संज्ञा दिएका छन्। यसैगरी निशामा चमचम मधुर प्रकाशसहित चम्कने जुनकिरीलाई दुलहीको सितारे घुम्टी, सप्तरङ्गी इन्द्रेणीलाई दुलहीका कपडा, अस्ताउँदो रवि किरण देखिएको पश्चिम गिरीलाई दुलहीको खास्टो, रात्रिको अन्धकारले ढाकिएको आवरणलाई दुलहीको कालो चुल्ठोका रूपमा प्रस्तुत गरेका छन्। चराचुरुङ्गीको मधुर बाणीलाई दुलहीको पाउमा लगाइएका कल्लीको मिठासपूर्ण आवाजका रूपमा चित्रण गरेका छन्। बेला बेला झिलिक झिलिक गरी चम्कने बिजुलीलाई हर्ष र डर मिश्रित नववधूको लज्जायुक्त मुस्कुरावटका रूपमा प्रस्तुत गरिएको छ। मेघ र बिजुलीको विवाह उत्सवको समाप्ति पश्चात सारा जगतलाई अन्नको बोझ खुवाएर आफ्नी दुलही रानीलाई लिएर मेघरूपी दुलहा शरद ऋतुतर्फ प्रस्थान गरेको बताइएको छ। अतः कविले मेघ र बिजुलीको विवाह उत्सव र वर्षा पश्चात अन्नको उत्पादन हुने सबै प्राणीको पालन पोषण हुने कुरा बताउँदै कर्म र श्रमले धरती सजाउन सक्नुपर्ने कुरा व्यक्त गरेका छन्। प्रश्न नम्बर 10 मेघ बिजुली विवाह कवितामा मेघ र बिजुलीलाई दुलहा दुलहीको रूपमा चित्रण गरिए जस्तै अन्य कुन कुन विषयवस्तुलाई केसँग तुलना गरिएको छ? मेघ बिजुली विवाह कवितामा मेघ र बिजुलीलाई दुलहा दुलहीको रूपमा चित्रण गरिएको छ।
त्यसरी नै पृथ्वी तन्ना हरियो चौर जन्तीका स्वागतका लागि ओछ्याइएको मखमली गलैँचा, हिमचुली दुलहाको पगरी, वनलाई विवाह मण्डप, पहाडका श्रृङ्खला केराको खम्बा र चँदुवा, हरियो पहाड पुरोहित, मयूरको बोली वेदका मन्त्र, बकुल्लाका ताती जन्तीको लहर, जुनकिरी दुलैको सितारे घुम्टो, इन्द्रेणी दुलैका कपडा, सूर्यास्तको सिन्दुरे किरणले रङ्गिएको पश्चिमगिरी दुलैको रातो खास्टो, निशाको निष्पट आवरण दुलैको चुल्ठो, चराचुरुङ्गीको आवाज दुलैको कल्कीको आवाजसँग तुलना गरिएको छ। प्रश्न नम्बर 11। आकाश गर्जी बिजुली चम्किँदा एक्कासी तपाईको मनमा कस्तो भाव उत्पन्न होला? साथी साथी बीचमा छलफल गर्नुहोस्। यी आफूमा उत्पन्न हुने भाव आफ्नै तरिकाका हुन्छन्। आकाश गर्जिएर बिजुली चम्कँदा हरेक मानिसमा एक्कासी भय, डर र त्रासको भाव पैदा हुन्छ, जुन स्वाभाविक हुन्छ। त्यो अवस्था ममा पनि देखिन्छ। बिजुली चम्किँदाको उज्यालोले ठूलो आवाजको डर लाग्छ। घरमा भएका विद्युतीय सामग्री केही हुन्छन् कि भन्ने डर पनि हुन्छ। चट्याङ पर्छ कि कहीँ कतै क्षति गर्छ कि भन्ने डर हुन्छ। तर सँगसँगै हुने वर्षाले एकाएक अब खेतीपाती राम्रो हुने भयो भन्ने हर्ष, खुसी, उत्साह र उमङ्ग र उल्लासको भाव पैदा हुन्छ। प्रश्न नम्बर 12। झमझम पानी परेको समयमा तपाईलाई कस्तो अनुभूति हुन्छ? साथीहरूका बीचमा छलफल गर्नुहोस्। झमझम पानी परेको बेला जताततै हिलो हुने हुनाले कतै निस्किन पनि सिकसिक लाग्ने हुन्छ। नियमित कार्य गर्न पनि कष्टकर हुने, गाई भैँसीलाई कसरी घाँस पानी जुटाउने होला जस्तो लाग्छ। एक मनले ठिकै छ, मानु रोपेर मुरी फलाउने अवसर प्राप्त भयो भनेर मनमा उत्साह, उमङ्ग पैदा हुन्छ। प्रश्न नम्बर 13। नेपाली वर्णमालामा राखिएका वर्णको क्रम र नेपाली शब्दकोशमा राखिएका वर्णको क्रम पढ्नुहोस् अनि दिएका प्रश्नको उत्तर दिनुहोस्। शब्दकोशको क्रममा क्ष, त्र, ज्ञ कुन वर्णपछि आउँछन्? शब्दकोशको क्रममा क्ष क वर्णको अन्त्यमा, त्र त वर्णपछि र ज्ञ ज वर्णपछि आउँछन्। प्रश्न ख। कर, कंस, काम, कृषि, क्यारे, क्ष्य शब्दलाई शब्दकोशको क्रमअनुसार लेख्नुहोस्। उक्त शब्दलाई शब्दकोशको क्रमअनुसार लेख्दा कंस, कर, काम, कृषि, क्यारे र क्ष्य हुन्छ। आफ्नो कक्षाका 5 जना साथीहरूको नाम लेख्नुहोस् र तिनलाई नेपाली शब्दकोशको क्रमअनुसार मिलाउनुहोस्। साथीको नाम सुस्मिता, रमन, विज्ञान, प्रज्ञा, ज्ञानु। शब्दकोशको क्रमअनुसार ज्ञानु, प्रज्ञा, रमन, विज्ञान, सुस्मिता। प्रश्न ग। पृथ्वी, ताती, घुम्टी, सुर्ती, ऋतु, किरण शब्दको अर्थ शब्दकोशबाट खोजी कापीमा लेखेर साथीहरूबीच छलफल गर्नुहोस्। पृथ्वी, धरती, धरणी, धरा। ताती, लहर, लर्को, पंक्ति। घुम्टी, घुम्टो, विवाहमा दुलैको शिर ढाक्ने सितार जडित मूल्यवान आँचल, पछ्यौरा। सुर्ती, सुन्ने इन्द्रिय, कान, सुन्ने काम, वेद, स्वरको अन्तराल। ऋतु, वैदिक कार्यका लागि उपयुक्त मानिएको समय। प्राकृतिक अवस्था अनुसार वर्षभरिको 2-2 महिनाको दरले फेरिने वातावरणीय अवस्था। महिलाको रजस्वलाको समय। किरण, ज्योति, रश्मि, प्रभा, कान्ति, तेज। सुनाइ र बोलाइ। सुनाइ पाठ 1 सुन्नुहोस् र खाली ठाउँमा
उपयुक्त शब्द छानी भन्नुहोस्। मैत्री सूत्र। मदेशको हुँ सबमा छर्दैछु म। एकत्व, महत्व, साथित्व। सही उत्तर एकत्व। पाखामा खनजोत गर्छु श्रमले र लाठे म हुँ गर्मी, धर्मी, कर्मी। सही उत्तर कर्मी र लाठे म हुँ। आस्था, मानवता, उदार, समता बस्ने डड्डट हुँ म। गलैँचा, फलैँचा, बगैँचा। फलैँचा हुँ म। होली क्रिसमसको पवित्र ईदको डड्डट आधार हुँ। नवीन, ग्रामीण, प्राचीन। सही उत्तर प्राचीन आधार हुँ। प्रश्न नम्बर 2। सुनाइ पाठ 1 मा नेपाल र नेपालीको पहिचानलाई कसरी चिनाइएको छ भन्नुहोस्। सुनाइ पाठ 1 मा म पात्रको रूपमा सम्पूर्ण नेपालीको प्रतिनिधित्व गरिएको छ। नेपाल यस्तो देश हो जहाँ सप्तरङ्गी इन्द्रेणी र नौरङ्गी डाँफेको जस्तो सुन्दर समाज छ। यहाँ विभिन्न जात, धर्म र संस्कारका मानिसहरू बसोबास गर्छन्। सबैले सबैका संस्कृतिमा आस्था र सद्भाव राख्छन्। लाखौं रङ्गीन फूलहरूले शोभायमान भएको बगैँचा जस्तो सुन्दर देशमा त्यति नै मेहनती, परिश्रमी नेपालीहरू छन् जो कर्ममा विश्वास गर्छन्, परिश्रम गरेरै धरतीलाई उर्वर बनाउँछन्। भाषिक संरचना र वर्णविन्यास। दिएको अनुच्छेद पढी रातो रङ लगाइएका शब्दमध्येबाट नाम, सर्वनाम र विशेषण पहिचान गर्नुहोस्। नाम विजय, विनय, साथी, सम्बोधन, घर, बजाङ, बुबा, विषय, जोहो, दुःख। सर्वनाम उनीहरू, आफू, तिमी, उहाँ। विशेषण एउटै, नेपाली, आधुनिक, व्यवसायमुखी। प्रश्न नम्बर 2। दिएको अनुच्छेदबाट नाम, सर्वनाम र विशेषण शब्दको अलग अलग सूची बनाउनुहोस्। मुस्ताङ, स्याउ, आलु, जौ, फलफुल, मानिस, भेडा, चेङ्ग्रा, चौरी, नुन, तेल, ग्यास, मट्टीतेल। चैत, वैशाख, सुख दुःख, सहयोग, दया, माया, सद्भाव, दाजुभाइ, हुरी बतास, कठिनाइ, यस्ता आदि आदि धेरै शब्दहरू नाम शब्दहरू छन्। यहाँ हामीले थोरै शब्दहरू टिपियो। सर्वनाम त, उ, ती, यी, उनीहरू, यहाँ। विशेषण हिमाली, भौगोलिक, बाहरै, चिसो, ठुलो, केही, आफ्ना। प्रश्न नम्बर 3। मेघ बिजुली विवाह कवितामा प्रयोग भएका मध्ये 5 वटा नाम र विशेषण शब्द लेख्नुहोस्। मेघ बिजुली विवाहमा प्रयोग भएका 5 वटा नाम शब्द दोसल्ला, पगरी, नग, पुरेत, ताती। मेघ बिजुली विवाहमा प्रयोग भएका 5 वटा विशेषण शब्द हरियो, रातो, बहुरङ्गी, शोभादायी, राम्रो। प्रश्न नम्बर 4। 4 वटा सर्वनाम र विशेषण शब्द पर्ने गरी मामाघर जाँदाको अनुभव समेटेर अनुच्छेद तयार पार्नुहोस्। गत तीजमा म र दिदी भएर मामाघर गयौँ। मामाघर जाँदा गाडीबाट ओर्लिएर करिब 1 घण्टा जति हिँड्नु पर्थ्यो। दिउँसो 4 बजेतिर गाडीबाट झरेका हामी डाँडामाथिको घामसँगै वरिपरिका रमाइलो दृश्य हेर्दै गयौँ। आहा, ती सुन्दर दृश्य आज पनि झलझली आँखामा आइरहेका छन्। केही हिँडेपछि भाइ बहिनीहरू खेलेको देख्यौँ। केही बेर तिनीहरू खेलेको हेरेर बस्यौँ। त्यसपछि भाइ बहिनीहरूसहित मामा घर पुग्यौँ। घरमा हजुरबुबा, हजुरआमा, मामा, माइजू हुनुहुँदो रहेछ। हामीलाई देखेर उहाँहरू खुसी हुनुभयो। प्रश्न नम्बर 5। दिएको अनुच्छेदमा शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व इकार लागेका शब्द पहिचान गर्नुहोस्। सुरुमा ह्रस्व इकार लागेका शब्द विद्यालय, बिहान, ठिक, विषय, टिनिनिनी।
बीचमा ह्रस्व इकार लागेको शब्द पहिलो, रमाइलो, चुट्किला पसिहाल्छौँ। अन्तिममा ह्रस्व इकार लागेको शब्द भोलि। प्रश्न नम्बर 6। मेघ बिजुली विवाह कविताबाट शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व इकार लागेका शब्द पहिचान गर्नुहोस्। सुरुमा ह्रस्व इकार लागेका शब्द बिहा, बिजुलीको, झिमझिम, सितारे, विधिमा, लिन, थिए, हिमचुली, फिरी, निशाका, भिरी, किरणले, गिरी। बीचमा ह्रस्व इकार लागेका शब्द रुचिर, जुनकिरी, पश्चिम, श्रुतिपथ। अन्तिममा ह्रस्व इकार लागेका शब्द ग्रहगति, जति, सरी, गतिले, रवि। सम्पूर्णलाई धन्यवाद। यति बेलासम्म यस भिडियो हेरेर साथ दिनुभएकोमा सेयर गरिदिनुहोला। साथै पिएलआर एजुकेसनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गरिदिनुहोला। धन्यवाद।